म चाहिँ हाम्रो गाउँको प्रशंसा गर्दाखेरि चाहिँ मेरो गाउँको मात्रै भन्दा पनि गाउँको प्रशंसा गर्दाखेरि चाहिँ के भन्न चाहन्छु मेनली भनेर एज कम्पेयर टु सिटी लाइफ होइन। यहाँ चाहिँ नेचुरल कुरा अझै पनि जीवितै छ क्या। जुन नेचुरल रूपमा कुनै पनि उत्पादन भइसकेपछि चाहिँ त्यसको सीमित समय अवधिपछि चाहिँ त्यो कुहिएर जान्छ, त्यसमा किरा लाग्न सक्छ, जसरी भए पनि त्यो डिस्ट्रोय हुन्छ क्या कुनै समयमा गएर होइन। जुन चाहिँ त्यो सहरमा छैन। अब त्यसलाई बचाउनको लागि भन्ने कुरा चाहिँ छुट्टै भयो। त्यो पनि नेचुरल तरिकाले यहाँबाट पनि गर्न सकिन्छ नसकिने होइन। तर पनि मेनी मोर प्रोडक्टहरूमा कुनै पनि वस्तुहरूमा जुन हामीले दैनिक रूपमा सेवन गरिन्छ, कन्ज्युम गरिन्छ होइन, त्यसमा चाहिँ मैले नि धेरै कुराहरू कन्ज्युम गरिराखेको बेलामा चाहिँ मैले के कुरा अब्जर्भ गरेको छु भन्दाखेरि चाहिँ त्यो झ्याप्प कुहिँदैन क्या। कति टाइमसम्म पनि त्यो कुहिँदैन जुन कुहिन पर्ने हो होइन। त्यो हुन त यहाँ उत्पादन नभएको कुराहरू अर्को ठाउँबाट ल्याउँदाखेरि स्टोरेज गर्नु पर्ला, त्यसको लागि केही गर्नु पर्ला भन्ने छुट्टै छ होइन। त्यही पनि त्यसमा नेचुरल कुरा जुन हुनुपर्ने हो त्यो कुनै समयपछि चाहिँ कुहिँदै जानुपर्ने हो अथवा त्यो चाहिँ छैन क्या। साँच्चै भन्नुपर्दाखेरि चाहिँ त्यो छैन। जुन घर आउँदाखेरि चाहिँ अनि जुन देख्छु मैले होइन, आज चाहिँ यो कुनै पनि कुराहरू चाहिँ कुहिन्छ क्या, छिटै कुहिन्छ त्यो होइन। जुन नेचुरल कुरा पनि हो कुहिएर जानु भनेको चाहिँ सधैँभरि चाहिँ हुँदैन होइन। सो हामीले चाहिँ कुनै पनि प्रोडक्टहरू युज गर्दाखेरि चाहिँ कुनै पनि वस्तुहरू हामीले डेली रूपमा कन्ज्युम गर्दाखेरि चाहिँ यसमा चाहिँ भेरी केयरफुल हुनु पऱ्यो होइन। के हो किन हो कसरी हो भनेर यो चाहिँ थाहा पाउनु पर्ने हो जस्तो लाग्छ। यसले चाहिँ पछि लङ टर्ममा चाहिँ केही न केही इफेक्टहरू कुनै नकारात्मक कुराहरू चाहिँ पक्कै पनि पार्छ होला होइन। सो थ्याङ्क्स फर वाचिङ एन्ड किप सपोर्ट मी। ओके, दिस मच फर टुडे।